साथीहरु नमस्कार। त्यसो त अनलाइनबाट काम गर्ने अथवा घरमै बसी काम गरेर पैसा कमाउने भन्ने कुरो सेम हो, एउटै हो। धेरै छन्, धेरै चीजहरु, धेरै कुराहरुको हामीले अनलाइनबाट गर्न सक्छौं, जसबाट काम गरेपछि पैसा आउँछ र त्यो पैसा अनलाइनबाट गरेपछि संसारको जुनसुकै कुनामा पनि हामीले काम गर्न सक्छौं। यसै सिरिजमा छौं हामी र अहिले सिकिरहेका छौं। आज यो दोस्रो स्पेशल चाहिँ दोस्रो भिडियो हो, अलि स्पेसिफाइड गरिएको। अरु भिडियोहरु हामी यहाँ राख्दै जानेछौं। च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस्। पछाडिको भिडियोमा अलि डिटेल्ड भिडियो चाहियो भनेर साथीहरुले जुन इन्ट्रेस्ट देखाउनु भयो, मलाई पनि यसमा अलिकति त्यो मेरो इन्करेजमेन्ट हो। त्यहाँबाट मैले सिकेँ कि मलाई अझै यो टाइपको भिडियोहरु चाहियो। अब यो भिडियोलाई चाहिँ मैले अलिकति ट्रेनिङ मोडलमा लिएर जाँदै छु र तपाई अहिले जस्ट युट्युबको भिडियो मात्रै हैन कि एउटा ट्रेनिङ हेर्दै हुनुहुन्छ जुन योसँग रिलेटेड तपाईलाई सिकाइएको छ। ट्रेनिङ हुँदा टु वे हुन्छ। फिजिकल ट्रेनिङ भयो भने अनलाइन ट्रेनिङमा त्यो नहुन सक्छ र पनि कम्युनिटीमा हामीले पोस्टहरु गर्न सक्छौं। यहाँ पनि तपाईले कमेन्टमा लेख्न सक्नुहुन्छ। अलि कहीं बोरिङ लाग्दो हुन सक्छ, तर हामी डीपमा जान्छौं र अलि धेरै कुराहरु सिक्ने कोसिस गर्छौं। भिडियो लामो हुन्छ, सुरुदेखि अन्तिमसम्म हेरिएन भने केही कुराहरु मिस गर्न सकिन्छ। त्यसैले सुरुदेखि अन्तिमसम्म भिडियो हेर्नु होला, लाइक चाहिँ गरिहाल्नुस्। सुरुमा हेर्दै हुनुहुन्छ भने सबभन्दा पहिला हामीले ब्लगलाई नै किन चुज गर्यौं भन्दाखेरि यो सिक्दै गर्दाखेरि तपाईले धेरै स्किलहरु सिक्नुहुन्छ। तपाई कुनै कम्पनीमा काम गर्दै हुनुहुन्छ र दिनको 1-2 घण्टा निकालेर तपाईले पार्ट टाइम यो सिक्दै हुनुहुन्छ भने राइट, तपाई एकदम सही पाथमा हुनुहुन्छ। ब्लग लेख्दै गर्दा ब्लग लेख्ने मात्रै काम हैन, यसमा तपाईले टेक्नोलोजीका कुराहरु सिक्नुहुन्छ, नयाँ के भइरहेछ थाहा पाउनुहुन्छ, नयाँ टुल्सहरुलाई एक्सप्लोर गर्नुहुन्छ। यो गर्दाखेरि तपाईलाई अरु धेरै आइडिया हुन्छ ताकि भोलि अरु काम गर्नलाई तपाईलाई त्यसले हेल्प गर्छ। इभन तपाईको अफिस, तपाईको कलेज, स्कुलहरुमा पनि यसले हेल्प पुग्छ तपाईले यो सिकिसकेपछि। जस्ट एउटा मात्रै हैन। त्यसैले हामी ब्लगलाई चाहिँ फोकस गरेका छौं। अब म अर्को एउटा कुरा भन्न चाहन्छु भिडियो सुरु गर्नुभन्दा पहिला, तपाई यदि पैसैकै लागि मात्रै यो सिक्दै हुनुहुन्छ भने पैसा कमाउनको लागि मात्रै छोड्दिनुस्। यहाँबाट तपाई आज सिकेर भोलिदेखि पैसा कमाउन सक्नुहुन्न। सिक्ने भनेको हामी तयार गर्ने हो, तयारी हुने हो र अल्टिमेट गोल हुन सक्छ पैसा पनि होला, हुन सक्छ खुसी, ह्याप्पीनेस, सक्सेस होला। तर हामी कहाँदेखि सुरु गर्छौं भन्दाखेरि सिकाइदेखि सुरु गर्छौं। यो सिकाइ हो र हामी सिक्छौं। अब तपाई सिकिसकेपछि पैसा बाइ प्रोडक्ट। पहिला त हामीले एउटा प्रोडक्ट बनाउनु पर्यो, आफूले आफूलाई र आफूले अरूलाई, अरू चीजलाई। त्यसपछि अब त्यो प्रोडक्टले बिस्तारै तपाईलाई पैसा लिएर आउँछ। क्लियर? तपाई पैसाको लागि मात्रै सिक्दै हुनुहुन्न नि? हो, सही हो कि पैसा मात्रै चाहियो हो तपाईलाई, अरू हैन। तर भोलि नै पैसा चाहियो हो। भोलि नै पैसा चाहियो भने त छोडिहाल्नुस्। यो सिक्दै गर्दाखेरि तपाईले भोलि नै पैसा कमाउनु हुन्न। सिकेर केही समय गर्दै जाँदाखेरि तर पैसा चाहिँ पक्का कमाउनुहुन्छ, त्यसमा चाहिँ ग्यारेन्टी हो। तपाईले जे भन्दै जान्छु सुन्दै जानु होला र कतै लेख्नुपर्छ लेख्नुस्, प्र्याक्टिस गर्नुपर्छ, डाइरेक्ट गर्नुहोस्। सबभन्दा सुरुमा त हामी जाउँ यहाँनिर। अब यो ब्लगको मैले भनिहालेँ, त्यसैले प्रेजेन्टेसन पनि बनाएको छु। तपाईलाई हाम्रो आशिषजीले प्रेजेन्टेसन पनि देखाउनुहुन्छ, उहाँले भिडियो एडिट गर्नुहुन्छ। यसको एकदम बेसिक सम्झिँदाखेरि चाहिँ अहिलेसम्म यो रिलेभेन्ट छ त, जस्तै अहिले त एआई आयो, अरू चिजहरू पनि छ, भिडियोमा सर्च गर्ने कुराहरू पनि छ। ब्लग कतिको रिलेभेन्ट छ अहिलेको कन्डिसनमा भन्दा अहिलेसम्म डेफिनेटली पनि छ। ब्लगिङको रिलेभेन्सी चाहिँ धेरै समयसम्म रहन्छ। बस टाइप अफ ब्लग मात्रै फरक हुन सक्ला। अलग अलग टाइपका ब्लगहरू पछि आउँदाखेरि अलिकति चेन्ज हुन सक्ला, तर ब्लग कहिल्यै हट्दैन। जस्तै अहिले पनि मलाई केही चाहियो भने सुरुमा म सर्च गर्छु, त्यसपछि लिङ्क खोलेर हेरिन्छ। किनभने लेखेको चिज हेर्न फास्ट हुन्छ, धेरैले बुझ्न सक्छन् र एउटा त्यसलाई प्रमाण पनि रहन्छ। यो एउटा कारणले गर्दाखेरि पनि हो कि ब्लग सधैँ रिलेभेन्ट रहन्छ। ब्लग भनेको के हो? एकदम सिम्पल भाषामा बुझ्दाखेरि जहाँनिर तपाईले इन्डिभिजुअल कुराहरू अथवा आफ्नो जर्नलको कुराहरू हुनसक्छ, कुनै स्किलहरू अथवा एक्सपिरियन्सहरू कहीँ अनलाइनमा सेयर गर्नुहुन्छ, त्यसलाई चाहिँ एउटा ब्लगिङ भनेर बुझौँ। र पैसा कमाउनेको हिसाबले हेर्दाखेरि यो सबभन्दा इजी र इफेक्टिभ वे पनि मानिन्छ र सुरुवाती वे पनि मानिन्छ, जहाँबाट मान्छेले सुरु गर्छ। यो एउटा सुरुमा भइसकेपछि तपाईँ बिस्तारै बिस्तारै यसलाई एड अन गर्दै अरू गर्दै जानुहुन्छ र सुरुवात चाहिँ हामीले यहाँबाट गर्छौँ। त्यसलाई यसरी बुझौँ। अब अहिलेसम्म किन रिलेभेन्ट छ भन्दाखेरि चाहिँ रिडरसिप अहिलेसम्म एकदम धेरै छ, ठुलो छ, म्यासिभ अडियन्स छ। मान्छेहरू जस्तै संसारकै कुराकानी गर्ने हो भने संसारमा 68% मान्छेसँग अहिले इन्टरनेटको सुविधा छ। 8 बिलियन मान्छेमध्ये लगभग 5.5 बिलियन मान्छेले इन्टरनेट युज गर्दा रहेछन् संसारभरि। मैले डाटा हेर्दै थिएँ। त्यसरी नेपालमा चाहिँ अहिलेसम्मको 2024 को डाटा रहेछ, अब त बढ्यो होला। 2025 को अन्तिम हुन लागिसक्यो, बीचमा छौँ हामी, लगभग अन्तिम हुन लागिसक्यो। भन्दा यो बेलासम्म आइपुग्दाखेरि चाहिँ नेपालमा लगभग 55% मान्छेले चाहिँ इन्टरनेट युज गर्छन्। इन्टरनेट युज गर्दाखेरि चाहिँ उनीहरूले इन्टरनेट जस्ट भिडियो हेर्नुको लागि मात्रै युज डेफिनेटली गर्दैनन्। त्यसरी हामीले गर्दैनौँ। हामीले एजुकेसनको लागि, नलेजको लागि, स्किलको लागि, आइडियाजको लागि पनि त युज गरिन्छ नि त। त्यसैले इन्टरनेटको मार्केट जति बढ्दैछ, हरेक वर्ष 2-3% बढिरहेको हुन्छ। हरेक वर्ष मान्छेहरूले लिटरेट भइरहेको हुन्छन्, हरेक वर्ष मान्छेले सिकिरहेको हुन्छन्। सिक्दै गर्ने क्रममा जब इन्टरनेटको पेनिट्रेसन भन्छ जुन बढ्दै जान्छ, यो बढ्दै जाँदाखेरि चाहिँ हाम्रो यो रिडरसिप पनि बढ्दै जान्छ। अर्को मोनेटाइजेसन मेथड चाहिँ ब्लगमा धेरै छ। तपाईँ धेरै प्याटर्नले गर्न सक्नुहुन्छ। जस्तो कि यसमा एफिलिएट मार्केटिङ गर्न सकिन्छ, गुगल एडसेन्स लगाउन सकिन्छ। अरू चाहिँ यसमा
त्यसमा ब्यानर एडहरू लगाउन सकिन्छ, कम्पनीसँग डाइरेक्ट कुराकानी गरेर फोटोहरू राख्न सकिन्छ। डिफरेन्ट वे अफ मार्केटिङ हुन्छ जहाँबाट तपाईँले पैसा कमाउन सक्नुहुन्छ ब्लगिङमा। भनेपछि अर्को एउटा पर्सनल ब्रान्डिङ पनि हुन्छ। तपाईँले यसलाई कसरी अगाडि बढाउँदै लानुहुन्छ, आफू चिनिएर लानुहुन्छ या आफ्नो ब्रान्डलाई बनाएर लानुहुन्छ। आफू चिनिएर एज अ ब्लगर भएर जाने हो भने अझै धेरै यसले राम्रोसँग तपाईँको पर्सनल ब्रान्ड बनाउँछ। त फलानु मान्छे को हो त भन्ने चिन्ने बनाउँछ। त्यसै गरी अहिलेसम्म नेपाली जुन कम्पिटिसन छ अझै पनि कम छ अनि यो चाहिँ नेपाली कन्टेक्स्टमा बढी चाहिँ रहेछ, नेपाली युजर्सहरू चाहिँ बढाएको छ, तर इङ्ग्लिस नै धेरै छ। त्यसैले आज हामी नेपाली नै सिक्छौँ र नेपालीलाई नै तपाईँले फोकस गर्नुभयो भने पनि एडसेन्सबाट आउने जुन कमाइ छ त्यो कम होला तर नहोला, जेसुकै होस्, तर तपाईँले जुन फ्युचरमा गएर यसबाट फाइदा उठाउन सक्नुहुन्छ त्यो चाहिँ एकदम निकै राम्रो हुन सक्ने सम्भावना रहन्छ। अर्को चाहिँ स्टार्टअप कस्ट, जुन बिजनेस सुरु गरिन्छ त काम सुरु गरिन्छ त्यो एकदमै लो छ। लगभग एउटा होस्टिङको लागि तपाईँले लिनुपर्ने हुन्छ, कति पैसा लाग्छ हामी हेर्छौँ, र तपाईँले एउटा डोमेन लिनुपर्ने हुन्छ जुन इयरली लगभग 4 देखि 5,000 रुपियाँमा इयरली तपाईँले टोटल्ली 3, 3,500, 4,000 पनि गर्न सक्नुहुन्छ। होइन भने पनि लगभग 5,000 रुपियाँ इयरली तपाईँले खर्च गरेर सुरु गर्न सक्नुहुन्छ। दिनको आफ्नो 1-2 घन्टा लाएर सिक्दै काम गर्दै गर्न सक्नुहुन्छ। फ्री पनि टुल्स छ, तर फ्रीको लागि म तपाईँलाई सजेस्ट गर्दिनँ, त्यो एकदम आउटडेटेड हो र काम पनि छैन, त्यतातिर हामी नजाऊँ। हामी तपाईँ यसलाई तपाईँ एकदम प्यासनेटली रूपमा सिक्न चाहनुहुन्छ भन्ने हिसाबले तपाईँले आफूले लगानी पनि गर्नु भन्नेतिर चाहिँ म जाँदैछु। अर्को चाहिँ यसले एउटा कम्युनिटी बिल्डिङ पनि बन्छ। जस्तै तपाईँ कुन क्षेत्रमा काम गर्दै हुनुहुन्छ, जसलाई निस भन्छ, तपाईँले जसलाई टार्गेट गर्दै हुनुहुन्छ उनीहरू तपाईँको साथी बन्नुहुन्छ। जस्तो मानौँ फर इक्जाम्पल मेरो साथी विदेशमा काम गर्ने नेपालीहरू मेरो साथी हुनुहुन्छ, मैले भिडियोहरू बनाउँछु उहाँहरूको लागि। मेरो सोसियल मिडिया मेरो मेन प्रेजेन्स हो, मेरो ब्लगिङ चाहिँ मेरो मेन प्रेजेन्स छैन, किनभने विदेशमा रहने जुन साथीहरू हुनुहुन्छ उहाँहरू सोसियल मिडियामा धेरै फ्यामिलियर हुनुहुन्छ। भनेको बिस्तारै बिस्तारै तपाईँले बुझ्नुहुन्छ तपाईँको निस जे छ त्यो निस कुन ठाउँमा कसरी आउँछ, एउटा कम्युनिटी पनि तपाईँले बनाउनुहुन्छ। हामी आजै यो भिडियोमा त्यो कम्युनिटी पनि कसरी बनाउन सकिन्छ स्टेप बाई स्टेप हरेक चिज सिक्दै जानेछौँ। ओके, क्लियर छ यहाँसम्म? ठिक छ। अब हामी सबभन्दा सुरुमा त यो सबै गर्ने, अब रिलेभेन्ट छ, ठिक छ। सबभन्दा सुरुमा त के गर्ने त? सबभन्दा सुरुमा आफ्नो निस चुज गर्ने। निस चुज गर्ने भन्ने विषयमा 3टा चिज छ। तपाईँको इन्ट्रेस्ट केमा छ, तपाईँको नलेज त्यो चिजमा कतिको छ, र त्यो तपाईँको इन्ट्रेस्ट र नलेज भएको चिजमा अर्निङ पोटेन्सियल छ कि छैन, पैसा कमाउने पोटेन्सियल छ कि छैन। तपाईँलाई आइसक्रिम एकदम धेरै मनपर्छ, तपाईँलाई आइसक्रिम खान मनपर्छ, इन्ट्रेस्ट तपाईँको आइसक्रिम खाने, आइसक्रिमसँग रिलेटेड नलेज पनि छ तपाईँलाई, कस्तो टाइपको आइसक्रिम हुन्छ, कति टाइपको आइसक्रिम हुन्छ, कहाँ कहाँ पाइन्छ, कस्तो हुन्छ, एभ्रिथिङ सबै थाहा छ तपाईँलाई। तर त्योबाट तपाईँले पैसा कमाउन सक्नुहुन्छ? यस, सक्नुहुन्छ भनेदेखि सुरु गर्न सक्नुहुन्छ। पोटेन्सियल कतिको छ? TAM भन्छ, टोटल एड्रेसेबल मार्केट। तपाईँको आइसक्रिमको बजार कत्रो छ, आइसक्रिममा तपाईँले के गर्न सक्नुहुन्छ, भोलि आइसक्रिमको आफ्नै ब्रान्ड बनाउनु पो सक्नुहुन्छ कि। अब यतातिर चाहिँ तपाईँ जानुभयो जस्ट आइसक्रिममा इन्ट्रेस्ट हो भने, जस्ट मैले इक्जाम्पलको लागि मात्रै भने, ट्राभलमा इन्ट्रेस्ट हुनसक्छ, फाइनेन्समा इन्ट्रेस्ट हुनसक्छ, जेमा तपाईँको इन्ट्रेस्ट, एजुकेसनमा इन्ट्रेस्ट हुनसक्छ। आजको दिनमा स्कुलमा पर्टिकुलर कुनै क्लासको एउटा सब्जेक्टलाई मात्रै लिएर पनि एउटा निस बनाउन सकिन्छ। तपाईँको साइन्समा इन्ट्रेस्ट छ भने साइन्ससँग रिलेटेड त कति हुन्छ कुराहरू, साइन्समा पनि फिजिक्समा इन्ट्रेस्ट छ कि तपाईँको, होइन? यी चिजहरू हामीले पहिला ठान्नु पऱ्यो आफ्नो निस। निस भन्ने बित्तिकै के बुझ्नुहोस् भने आफ्नो प्यासन जे छ त्यसको हिसाबमा आफूले निस भनेको एउटा मार्केट जुन आफ्नो लागि फिट हुन्छ। सबै ठाउँमा हुँदैनन् नि। 3 करोड नेपाली मध्ये केही साथीहरू अहिले तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ, तपाईँ मेरो निसमा पर्नुहुन्छ। किन भन्दाखेरि तपाईँ अनलाइनबाट अर्निङ गर्ने अथवा अनलाइनमा आफ्नो प्रेजेन्स बनाउन र भोलिका दिनमा केही सिक्नलाई चाहनुहुन्छ, त्यसैले तपाईँ मेरो निस हो। मेरो निसको भयो अनलाइन अर्निङ गर्न चाहने, आफूलाई डेभलप गर्न चाहने र सिक्न चाहने चाहिँ मेरो निस भयो। त्यसै गरी तपाईँले आफ्नो एउटा निस चुज गर्नु पर्यो। के हुनसक्छ? निस चुज गर्नुभयो, लेखेर राख्नुहोस्, हेर्नुहोस्। जस्तै यसमा केही इक्जाम्पलहरू पनि छन् जुन पास्टमा हेर्ने हो भने अनलाइन अर्निङसँग रिलेटेड निस एउटा एकदम राम्रो हुन्छ अनलाइनमा ब्लग बनाउनको लागि। अर्को फाइनेन्ससँग रिलेटेड, पैसासँग रिलेटेड धेरै मान्छेलाई इन्ट्रेस्ट छ, पैसासँग रिलेटेड, पैसा कसरी कमाउने, पैसा कसरी बचाउने। मेरो धेरै भिडियोहरू हाउ टु सेभ मनी, हाउ टु इन्भेस्ट मनीमा धेरै राम्रो भिडियोहरू चल्छन्, अथवा राम्रो पनि छ, मान्छेलाई त्यो मन पनि पर्छ। मतलब के भयो भने त्यो चाहिँ इन्ट्रेस्ट छ नि त मान्छेलाई त्यसमा। अर्को ब्युटी पनि एकदमै खतरा हो अहिलेको। जस्तै ब्युटीसँग रिलेटेड तपाईँ ब्लग लेख्नु थाल्नुभयो, ब्युटीसँग सुरु गर्नुभयो भने ब्युटीको प्रडक्ट मात्रै भोलि बेचेर 1-2 वटा ब्रान्डसँग मात्रै डिल गरेर पनि तपाईँले राम्रो पैसा कमाउन सक्नुहुन्छ नि फ्युचरमा। अर्को ट्राभलमा पनि मान्छेलाई इन्ट्रेस्ट छ, सायदै कम मान्छे होला नि त्यसलाई घुम्न इन्ट्रेस्ट लाग्दैन, नयाँ नयाँ ठाउँ जान मन लाग्दैन, र धेरै मान्छेलाई लाग्छ। र मान्छे ट्राभलमा जाने भनिसकेपछि नयाँ नयाँ ठाउँको बारेमा सर्च गर्छ, खोज्छ, हेर्छ, त्यसैले यो पनि एउटा छ। अर्को चाहिँ जब्स अब्रोड, विदेशमा काम गर्न जाने भन्ने पनि मान्छेलाई बडो इन्ट्रेस्ट छ। विदेशमा काम गर्न जाने हो भन्ने पनि मान्छेलाई चाहिँ अब त्यो जस्तै हाम्रो केही वेबसाइटहरू छन् नेपालमा जसले चाहिँ विदेशका जबहरू राखेका हुन्छन्। तपाईँलाई थाहा छ नि, जस्तै फेसबुकमै अथवा अनलाइनमा पनि
विदेशी डिमान्डहरू भनेको कुनै पोस्ट छ भने त्यो पोस्ट त्यसमा चाहिँ बडो राम्रो भ्युज आउँछ अथवा त्यो चाहिँ धेरै मान्छेले हेर्छन् इभन त्यो पत्रिकाको काटेर नै किन राखेको नहोस् चाहिँ पत्रिकामा हुन्छ नि कान्तिपुर मध्यान्तर डेलीमा विज्ञापन भनेर आएको हुन्छ होइन त्यो चाहिँ उनीहरूले काटेर फेरि हाल्छन् र पनि उनीहरूले एकदम राम्रो भ्युअर्सहरू पाइरहेको हुन्छन् मतलब यो कस्तो छ भने विदेशमा काम गर्न जाने पनि एउटा खतरा निश हो क्या त्यो पनि एउटा छ वैदेशिक रोजगार भनौँ न एक हिसाबले भन्दाखेरि अर्को चाहिँ लाइफस्टाइल धेरै मान्छेहरूलाई चाहिँ आफ्नो अरू मान्छेहरूको लाइफस्टाइल पनि बडो रमाइलो लाग्छ कसरी बाँचिरहेछ उसको घर कस्तो छ कस्ता ठाउँ जान्छ के खान्छ अनि त्यो भ्लगवाला चाहिँ यसमा चल्ने कारण त्यो पनि हो मान्छेलाई चाहिँ इन्ट्रेस्ट छ कि लाइफस्टाइल जस्तै अझै स्पेसली हिरो हिरोइनहरूको लाइफस्टाइल त झन् धेरै इन्ट्रेस्ट छ मान्छेलाई अर्को यसमै पनि यही लाइफस्टाइलमा एउटा त्यो अरूको लाइफस्टाइल भयो भने अर्को आफ्नो लाइफस्टाइल हेल्थ भयो रिलेसनसिप भयो वेलनेस भयो होइन म आफूलाई हेल्दी र मेन्टली फिट कसरी राख्न सक्छु त भनेर पनि मान्छेहरूले खोजिरहेको हुन्छन् यी निसहरूमा चाहिँ ब्लग धेरै चल्छ त्यसैले यी निसलाई फोकस गर्दाखेरि चाहिँ राम्रो हुन्छ अर्को न्युज साइटहरू पनि हुन्छन् न्युज जस्तै नेपालमा त अहिलेसम्म के छ भन्दाखेरि नेपालमा राजनीति मात्रै छ तर जिन्दगीभरि राजनीति मात्रै चलिरहेको छैन बिस्तारै मान्छेहरू लिटरेट हुन्छन् राजनीतिक स्थिरता हुन्छ देशमा त्यति बेलासम्म तपाईँ त रेडी भइसक्नु पऱ्यो नि त अरू चिजको लागि त्यही भएर पनि राजनीति न्युजको लागि राजनीति यो होला भन्न तर त्यसले तपाईँको पोजिटिभिटी फैलाउँदैन जहिलेसुकै त्यसैले यी चिजहरू चाहिँ लङ टर्म सक्सेसको लागि एउटा ब्लगमा काम लाग्ने चिजहरू हो अब यति गरिसकेपछि तपाईँले निस चुज गर्नुभयो तपाईँलाई थाहा भयो के गर्ने अब कामतिर लागौँ हामी कामतिर लाग्दाखेरि तपाईँलाई दुईवटा चिज चाहिन्छ सुरुमा काम गर्नुको लागि एउटा त डोमिन चाहिन्छ अब तपाईँलाई आइडिया छ के को बारेमा लेख्ने भन्ने पनि थाहा छ कसलाई लेख्ने भन्ने पनि थाहा छ तपाईँलाई सबै थाहा भइसक्यो कहाँ लेख्ने त ठाउँ चाहियो नि त त्यो लेख्नको लागि यसमा दुईवटा छ एउटा हामीले यसरी कसरी बुझ्नुपर्छ भने डोमिन र होस्टिङ भन्ने हुन्छ दुईवटा यो हामीले किन्न मिल्छ डोमिन भनेको चाहिँ मानौँ फर इक्जाम्पल facebook.com एउटा डोमिन साइट हो डोमिन www.facebook.com त्यो नाम मात्रै हो डोमिन सक्यो त्यसको अरू केही लिनदेन छैन त्यसमा जस्तै मानौँ waytosuccess.ai मेरो यहाँको युएको waytosuccess.com.np rpsrijan.com अहिले भर्खर हामीले एउटा कम्पनी नयाँ टेक्नोलोजी रिलेटेड कम्पनी सुरु गरेका छौँ wtstech.ai मतलब जुन साइट छ जहाँ जुन एड्रेस छ त्यो एड्रेस हालेर तपाईँ हेर्न सक्नुहुन्छ डाटा त्यहाँ राखेको चिज त्यो चाहिँ डोमिन भयो अब होस्टिङ भनेको एउटा घर जस्तो हो जहाँ बस्या हुन्छ त्यो होस्टिङमा राखेको चिज त्यो डोमिनको थ्रुबाट बाहिर देखिन्छ जस्तै facebook.com के भयो अथवा youtube.com के भयो एउटा साइट भयो डोमिन भयो होस्टिङ युट्युबभित्र जुन हामीले भिडियो राख्छौँ त्यो जहाँ गएर स्टोर हुन्छ त्यो स्टोर भएको चिजलाई तानेर ल्याएर तपाईँलाई देखाइदिने काम चाहिँ केले गर्छ होस्टिङमा हुन्छ त्यो एड्रेसले गर्छ त्यो काम चाहिँ अरे बुझ्यो यसलाई चाहिँ यसरी बुझौँ हामी अब डोमिनको बारेमा बुझियो अब यसमा चाहिँ हामीले सबभन्दा सुरुमा त डोमिनको नाम एकदम राम्रो लिँदाखेरि राम्रो डोमिनको नाम लिँदाखेरि जुन अनलाइन एड्रेस एकदम सजिलो जस्तै facebook.com सक्यो youtube.com google.com मतलब यो मजाका भयो यिनीहरू त अरू पनि छन् धेरै जहाँनिर तपाईँले एकदम क्याची सजिलो इजी टाइपको लिन सकिन्छ अब होस्टिङ त अलिकति फास्ट र स्पेसल्ली हामीले होस्टिङ चाहिँ जुन देशको टार्गेट गर्दैछौँ त्यहाँ स्टोर भएको होस्टिङ त त्यहाँ आफ्नो कहाँ स्टोर हुने भन्ने हुन्छ कि डाटा सेन्टर हुन्छ डाटा हुन्छ कहाँ होस्ट हुन्छ भन्ने त्यो हिसाबले जुन देशमा हामीले मान्छेहरूलाई खोल्न लाउने हो किनभने हाम्रो जहाँ हाम्रो डाटा राखेको छ स्टोर गरेको छ त्यहाँबाट जहाँको मान्छेले हेर्छ त्यहाँसम्म आइपुग्नलाई त तानिन पर्यो नि त त्यो जति नजिक छ त्यति राम्रो हुन्छ कि त्यसैले त्यो नेपालको हुँदा नेपालमै लिँदाखेरि ठिक हुन्छ तपाईँ विदेशमा अरू कुनै देशबाट हेर्दै हुनुहुन्छ भने त्यही देशको र त्यो देशको मान्छेलाई टार्गेट गर्दै हुनुहुन्छ नि त्यो देशको होइन भने नेपालको मान्छेलाई टार्गेट गर्दै हुनुहुन्छ भने नेपालकै लिँदाखेरि राम्रो पपुलर होस्टिङ प्रोभाइडरहरू चाहिँ नेपालको चाहिँ बवाल होस्ट छ त्यसै गरी ब्लु होस्ट होस्टिङ्गर यिनीहरू छ होइन यहाँ प्रभु होस्ट पनि भनेर ल्याएर मैले लेख्दाखेरि यही चाहिँ यो सर्च गरेर बनाउँदाखेरि अर्को फ्री डोमिन अप्सनहरू पनि हुन्छन् जस्तो कि .com.np पनि लिन सकिन्छ register.com.np बाट मानौँ फर इक्जाम्पल यहाँ म गएँ एउटा यसमा जान्छु ल register.com.np होइन यहाँ गएर तपाईँले आफ्नो लागि इमेल एड्रेस रजिस्टर गर्न सक्नुहुन्छ तपाईँ यहाँ सर्च गर्न सक्नुहुन्छ तपाईँलाई के चाहिएको यसको पैसा तिर्नु पर्दैन टोटल्ली फ्री अफ कस्ट हो यहाँ अहिले नयाँ यो नयाँ चिजहरू पनि आएर छ यहाँ यदि तपाईँ आफ्नो नाममा लिँदै हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँले तपाईँको नागरिकता राख्नुपर्ने हुन्छ एउटा लेटर पनि पठाउनु पर्ने हुन्छ त्यहाँ उनीहरूलाई होइन भने तपाईँ कम्पनीको नाममा लिन सक्नुहुन्छ कम्पनीको पनि डिटेल चाहिन्छ जे बातै जसको बात त्यसकै लिन चाहिँ पाइँदैन .com.np तर .com चाहिँ जसले पनि लिन पाउँछ जस्तो कि मानौँ फर इक्जाम्पल .com लिनु पऱ्यो भने केही फरकै पर्दैन मानम राजेन्द्र.com ल है यो कसैले लिइसक्यो होला यो चाहिँ लिइसकेको रहेछ अब मैले राजेन्द्र.com.np पनि कसैले पक्का लिएको छ
अहिले पनि कसैले ल्याएछ भनेको यहाँबाट तपाईँले एउटा बवाल होस्टबाट अर्को चाहिँ नेमचिपबाट स्टोर होस्टिङ साइट लिन सक्नुहुन्छ जुन रजिस्टर गर्ने कुराकानी गर्दैछु म यो चाहिँ यहाँबाट रजिस्टर गर्न सकिन्छ म यहाँ जाँदै थिएँ भनेपछि अब यो धेरै साइटहरू हुन्छ धेरै यसमा .com भयो जस्तै कन्ट्री स्पेसिफिकहरू .ai हैन इन्डियाको .in .co.in यिनीहरू चाहिँ हुन्छ तर हामीले केलाई फोकस गर्ने हो भन्दा .com लाई सबभन्दा बेस्ट फोकस अब तपाईको कुनै एउटा निश छ त्यसमा ठ्याक्कै काम लाग्ने त्यही भेटिएन भने त्यो टाइपको अरु कुनै .co छ भने चाहिँ त्यो पनि फोकस गर्न सक्यो अथवा अर्गनाइजेसनल तरिकाले तपाईले राख्दै हुनुहुन्छ .org पनि राख्न सकिन्छ ओके अब हामी जाम कहाँ डोमेनको कुरा भयो अब नाम चुज गर्दाखेरि एकदम मेमोरेबल टाइपको नाम चुज गर्दा एकदम राम्रो टक्क खोज्दाखेरि जस्तै अहिले मेरो क्यामेरा क्याननको मैले युज गरिरहेको छु canon.com हैन टक्क सजिलो भयो जे तपाईलाई लाग्छ जे निशमा तपाईले गर्दै हुनुहुन्छ त्यो निशमा सबभन्दा चलेको र पपुलर यसको लागि चाहिँ तपाई गुगलमा सर्च गर्न सक्नुहुन्छ ChatGPT लाई सोध्न सक्नुहुन्छ जेमिनाई लाई सोध्न सक्नुहुन्छ कि अहिले कुन मैले फलानो निशमा बनाउँदै छु के टाइपको डोमेन रजिस्टर गर्ने होला भनेर तपाईले एकचोटी सोध्नु भयो भने पनि त्यसले राम्रोसँग भनिदिन्छ है यो सबै बनाउँदै जाँदाखेरि भिडियो यति लामो हुन्छ कि त्यो साध्य नै हुँदैन अहिले भिडियो रेकर्ड गर्दै गर्दा 19 मिनेट भइसकेको छ यहाँ त्यसैले म त्यतातिर गइन अहिले त्यो जेमिनाईलाई कसरी सोध्ने ChatGPT लाई कसरी सोध्ने भन्ने पनि एउटा फर्म्याट हुन्छ जस्तो कि तपाईले मैले यो निशमा ब्लगिङ सुरु गर्दै छु मलाई एउटा डोमेन लिन पर्ने छ के लिने होला भनेर तपाईले सोध्नु भयो भने उले डिटेलमा दुई चारवटा आइडिया दिन्छ त्यो मध्ये तपाईलाई बिस्तारै बिस्तारै आइडिया खुल्दै जान्छ काम गर्दै 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 जाँदाखेरि आइडिया बुझियो डोमेन र होस्टिङको बारेमा अब रजिस्टर गर्नु पर्यो डोमेन र होस्टिङ साइट लिनु पर्यो सिम्पल रजिस्टर गर्नको लागि त्योभन्दा पहिला मैले भनिसकेँ तपाईले नामको डोमेन नामको इम्पोर्टेन्ट तपाईलाई थाहा भइसक्यो छोटो भन्दा छोटो हुँदाखेरि धेरै राम्रो लामो भएर त्यति राम्रो हुँदैन छोटो जति छोटो भयो त्यति राम्रो त्यो दुई चारवटा अक्षरको त पाइँदैन कमसेकम 5 देखि 7 वटा अक्षरको पाइन्छ जस्तै हाम्रो मैले यो स्किन केयरसँग रिलेटेड हामीले ई-कमर्स सुरु गरेका छौँ 1.5 वर्ष भयो यहाँ युए नेपाल र कतारमा हाम्रो सामान सेल हुन्छ हाम्रो म्याडमले त्यो ह्यान्डल गर्नुहुन्छ अब त्यो बेलामा मैले जब डोमेन रजिस्टर गरेँ डोमेन रजिस्टर गर्ने बेलामा यति खोजेँ 4 वटा अक्षरको केही भेटेन लास्टमा केयर माई स्किन भेट्यो CAREMISKIN यत्रो भयो भने कमसेकम क्लियर छ मान्छेलाई सजिलो छ थाहा पाउनलाई अनि गुगलमा सर्च गर्दाखेरि पनि भेटिन्छ भन्ने हिसाबले हामीले केयर माई स्किन लियौँ र त्यो राम्रो पनि छ सजिलो पनि लाग्छ मलाई मनपर्छ अहिले होइन यसरी कमसेकम यदि आफ्नो निशसँग रिलेटेड हुनसक्छ सबभन्दा छोटो कि अथवा अक्षरहरू युज गरेर हामीले लिन सक्छौँ फ्री डोमेनका अप्सन भनिसकेँ मैले तपाईँलाई टार्गेट अडियन्स को त्यो हेरेर तपाईँले त्योसँग रिलेटेड भएको चिजहरू जस्तै स्किनसँग रिलेटेड थियो र हामीले केयर माई स्किन खोजियो होइन भने केयर माई स्किन खोजिन्थेन होइन अरू कुनै खोजिन्थ्यो भनेपछि जस्तै वे टु सक्सेसको लागि मैले वे टु सक्सेस खोजेँ waytosuccess.com.np waytosuccess.ae युएको लागि waytosuccess.ae भनेको त्यो आफ्नो टार्गेटेड अडियन्स र आफ्नो कम्पनीसँग रिलेभेन्ट हुने टाइपको खोजियो भने भोलि तपाईँ आज ब्लगिङको लागि मात्रै सुरु गरेको तपाईँको लाइफको जर्नी भोलि तपाईँको करियर र तपाईँको बिजनेस बन्न सक्छ त्यसैले त्यसलाई त्यो टाइपले सोचेर त्यहाँसम्म सोचेर काम गर्नुभयो भने अझै राम्रो हुन्छ त्यसपछि यसको युज चाहिँ कसरी हुन्छ कतिको गर्न सकिन्छ मान्छेले कसरी युज गर्न सक्छ जस्तै मानव नेपालको टेक पाना भन्ने छ होइन टेक पाना नेपाली कम्युनिटीमा त एकदम छ त्यसलाई इन्टरनेसनली बनाउने भने हुनसक्छ इन्टरनेसनली त्यसको पाना भन्ने जुन शब्द नेपाली शब्द हिन्दी शब्द त्यो बाहिरको मान्छेलाई चाहिँ सहज नहुन सक्ला मेरो संसार होइन मेरो संसार भन्ने जुन छ तिनीहरू नहुन सक्ला मेरो छ जस्तै खल्ती भन्ने हुन्छ खल्ती नेपालमा पपुलर भयो विदेशमा त्यो नहोला विदेशमा अरू नै नाम होला तर तपाईँको टार्गेट अडियन्स कहाँ हो कुन ल्याङ्ग्वेज युज गर्छ कस्तो टाइपको छ के पपुलर छ यी चिजहरूलाई पनि हेरेर गर्न सक्यो त्यसपछि अब एकदमै सिम्पल पहिला तपाईँ जानुहुन्छ एउटा वेबसाइट लिनुहुन्छ म तपाईँलाई सिम्पल देखाइदिन्छु यहाँनिर यो नेमचिपमा जानुहोस् मैले यसको लिङ्क तल डिस्क्रिप्सनमा राखिदिन्छु नेमचिपमा गइसकेपछि यहाँ गएर तपाईँलाई जे चाहिएको हो त्यो नाम सर्च गर्नुहोस् के चाहिएको भन्ने नि मलाई थाहा छैन तपाईँलाई थाहा हुन्छ त्यो चिज तपाईँलाई के चाहियो त्यो तपाईँले सर्च गर्नुहोस् जस्तै मानौँ फर इक्जाम्पल बाटोमा मिल्दैन मतलब के काम स्पेसिफिक एउटा मात्रै सब्जेक्टलाई फोकस गरियो भने त्यो हेर्न सकियो होइन नत्र हेर्न सकिएन नि त मेरो कलम ल मानौँ फर इक्जाम्पल मेरो कलम भयो है मेरो कलमसँग रिलेटेड कति चिजहरू आउँछ .com नै गर्दाखेरि राम्रो .com गर्दाखेरि इयरली मेरो कलम भन्ने कसैले लिइसकेको छ मेरो कलम .art भनेर चाहिँ एउटा होइन मेरो कलम अथवा ल मेरो नेपालसँग रिलेटेड ट्राभलसँग रिलेटेड जस्तै मैले एउटा वेबसाइट रजिस्टर गरेर राखेको छु धेरै वर्ष भइसक्यो ट्राभलसँग रिलेटेड होइन त्यो हुनसक्छ अब यो ठ्याक्कै यही भेटिने भन्ने नै भएन क्या मेरो नेपालमा ल मानौँ यस्तो फर इक्जाम्पल यो पनि कसले लिएर राखिसकेको छ केही बाँकी नै हुँदैन र पनि खोज्न सकिन्छ अब आफूलाई जे लाग्छ त्यो एनपी केटिएम
एनपी यो रहेछ ल। अब केटिएम एनपी भनेर मानौँ काठमाडौँसँग रिलेटेड अथवा नेपालसँग रिलेटेड केही चिजहरू राख्दैछु भने जस्तो यसरी यो 5वटा अक्षरको भेटियो। यसमा चाहिँ इयरली फर्स्ट इयरमा चाहिँ तपाईँको 9.98 पर इयर पर्यो डलर भनेको 14.98 भनेको लगभग 15 हरेक वर्ष पर्छ। यो यसको रेट है, यसको कस्ट। अब यसमा चाहिँ तपाईँको 20%, 25-30% को कुपनहरू पनि पाइन्छ रिन्यू गर्ने बेलामा। यसको मतलब तपाईँले रिन्यू गर्ने बेलामा त्यो कुपन कोड हालेर रिन्यू गर्यो भने यो माइनस हुन्छ, यो कम हुन्छ। लगभग भनेको $12-13 हरेक वर्ष पर्छ। अब डलर खाता नहुनेहरूको लागि कसो गर्न सक्नुहुन्छ, तपाईँको ब्याङ्कले एउटा डलर कार्ड प्रोभाइड गर्छ $500 जतिको इयरली। त्यति भएपछि तपाईँलाई इनफ हुन्छ अरू काम गर्नको लागि पनि। हामी आइन्दा दिनहरूमा अरू चिजहरू पनि सिक्छौँ, तपाईँलाई त्यहाँ पनि काम लाग्छ त्यो। तपाईँले त्यहीँबाट पनि पैसा कमाउन सक्नुहुन्छ इन फ्युचरमा। भनेपछि त्यो डलर कार्ड तपाईँले युज गर्न सक्नुहुन्छ यसलाई। अनि इयरली रिन्यू पनि हुन्छ। तपाईँ 1 वर्ष हेर्नुहोस्, 1 वर्ष हेर्दाखेरि केही कामै नहोला, केही गर्नै सकिएन जस्तो लाग्यो भने रिन्यू गर्नु परेन, होइन भने फेरि रिन्यू गर्न सकियो। यो भयो एउटा। अर्को तपाईँको बवाल होस्टबाट यहाँबाट गर्न सकियो। अब यस्तो छ है, फेरि कस्तो छ भन्दाखेरि अब यो पनि कसरी गर्ने हेर्नुहोस् है। यो चाहिँ मैले भने अब यो भित्र गएर पनि कसरी गर्ने भन्ने पनि त फेरि अर्को एउटा पार्ट छ नि त। अब त्यो पार्टको लागि चाहिँ अझै डिपमा जान्छ कि अब यसको मात्रै एउटा च्याप्टर हुनुपर्छ, यसको मात्रै भिडियो हुनुपर्छ। त्यसैले तपाईँ युट्युबमा गएर सर्च गर्नुभयो कि हाउ टु म्यानेज डोमेन इन नेमचिप भनेर खोज्नुभयो भने पनि भेटिन्छ। कस्तो हुन्छ भन्दाखेरि जस्तै तपाईँले यहाँ रजिस्टर गरेको डोमेनलाई तपाईँको होस्टिङ साइटमा लिएर जाँदाखेरि पोइन्टिङ गर्नुपर्ने हुन्छ कि मेरो यो होस्टिङ चाहिँ फलानु साइटमा हुँदैछ, फलानु ठाउँमा हुँदैछ भनेर। त्यो गर्नको लागि चाहिँ हामीले यहाँभित्र गएर म्यानेज गर्नुपर्ने हुन्छ है। त्यो फेरि अलग पार्ट छ, त्यो तपाईँ सिक्न सक्नुहुन्छ। त्यो गरौँला। अब यो भनिसकेँ, यसमा लामो हुन्छ, तपाईँ त्यो खोजेर पनि गर्न सक्नुहुन्छ। त्यो गर्ने मान्छेले यो गर्नु सक्छ, डेफिनेटली त्यो गर्न जान्छ। जस्तै यो मेरो होस्टिङ साइट भयो, यहाँ मैले केही होस्टिङ साइटहरू ल्याएको छु, लगभग 5वटा छ। यसको पैसा तिर्नुपर्ने बेला भयो, 24 दिनमा एक्सपायर हुन्छ। अब यो चाहिँ सर्भिसहरू यहीँनिरको छ होस्टिङ, होइन। यसको वर्डप्रेस होस्टिङ भन्ने छ एउटा। यति लिनुभयो भने इयरली $2000 पर्दो रहेछ यसको। अर्को छ वर्डप्रेस प्रो। यसमा चाहिँ एउटा वेबसाइट हाल्न मिल्यो यसमा। तपाईँ पहिला सुरुमा एउटा वेबसाइट हालेर $2000 यो 1500-2000 त्यो भनेको $4000 इयरली खर्च गरेर यो गर्न सक्यो। यसमा डिस्क चाहिँ अनलिमिटेड हुने रहेछ, ब्यान्डविड्थ पनि अनलिमिटेड, जति आए पनि गए पनि मतलब भएन। अर्को चाहिँ यसमा वेबसाइट जति पनि हाल्न सक्यो। जस्तै मानौँ फर इक्जाम्पल तपाईँ साथीकै ग्रुप मिलेर अलग अलग बनाउँदै हुनुहुन्छ, या तपाईँ अरूको लागि पनि काम गरिदिनुहुन्छ, आफूले सिक्नुहुन्छ, अरूको वेबसाइटहरू पनि बनाइदिनुहुन्छ। कम्पनीको लागि पनि त वेबसाइट बनाउनु। तपाईँले यो ब्लग बनाउँदै गर्दाखेरि तपाईँ जब ब्लग बनाउन सिक्नुहुन्छ नि, ब्लग बनाउन सिक्दाखेरि तपाईँले वेबसाइट पनि बनाउन सिक्नुहुन्छ। वेबसाइट बनाउन सिक्दाखेरि तपाईँले अरूको लागि भोलिका दिनमा वेबसाइट बनाइदिन सक्नुहुन्छ। त्यहाँबाट पनि एउटा नर्मल अपर्च्युनिटी त भइ नै हाल्यो। त्यसैले तपाईँ यो गर्नुभयो भने पनि यहाँबाट फेरि अरूको वेबसाइटहरू पनि यहाँनिर होस्टिङ गर्न सक्नुहुन्छ। जति पनि वेबसाइटहरू होस्टिङ गरिदिन सक्नुहुन्छ। भनेको तपाईँले $4000 तिरेर अहिले लिनुहुन्छ। यो $4000 तिरेको रुपियाँ चाहिँ तपाईँले अरूका धेरैका वेबसाइटहरू बनाइदिन सक्नुहुन्छ त्यहाँनिर, होइन। क्लियर छ? ओके, ठिक छ। त्यसो भने हामी अहिले यहाँ चाहिँ यहाँबाट लिन सकिन्छ। अब लिइसकेपछि के हुन्छ, यसको मानव म तपाईँलाई यसको अनुहार देखाउँछु भित्र कस्तो हुन्छ। एउटा कुनैमा जाऊँ, यसमा जाँदैछु म, होइन। एउटा डोमेन भन्ने हुन्छ, डोमेनमा गयो होइन। यो चाहिँ ल हेर्नु त, यो डोमेनहरूको लिस्ट हो। यो यत्रो डोमेनहरू मैले एउटैमै हालेको छु। त्यो $4000 को प्याकेज हो, 4000 प्लस भ्याट लाग्छ त्यसमा, त्यसको प्याकेज हो। अझै पनि यसमा जति पनि डोमेनहरू एड गर्न मिल्छ। त्यो चाहिँ यसलाई सेयर होस्टिङ भन्छ। सुरुवातमा सेयर होस्टिङमा सुरु गर्दाखेरि राम्रो हुन्छ, गर्दै जाँदाखेरि तपाईँले बुझ्नुहुन्छ यो चिज। अब यहाँ गइसकेपछि तपाईँ एउटा नयाँ उता होस्टिङ जुन रजिस्टर गर्नुभयो त्यो होस्टिङलाई ल्याएर यहाँनिर तपाईँले एड गर्नुहुन्छ। एड गरिसकेपछि वर्डप्रेस म्यानेजमेन्ट भन्ने अप्सन हुन्छ यहाँ गएर। तपाईँले अब यसमा वर्डप्रेस चाहिँ इन्स्टल गर्नुहुन्छ। वर्डप्रेस इन्स्टल गर्नुहुन्छ। वर्डप्रेस इन्स्टल गर्दा यसलाई हेर्नुहोस्, यिनीहरूमा चाहिँ वर्डप्रेस इन्स्टल छ। यो चाहिँ अपडेट गर्नुपर्ने होला, अब गरेको छैन होला हामीले त्यो भएर। यसमा चाहिँ तपाईँको वर्डप्रेस इन्स्टल गर्न सक्नुहुन्छ। वर्डप्रेस इन्स्टल गर्नको लागि चाहिँ तपाईँले सेलेक्ट गरेर प्लगइन यहाँनिर इन्स्टल भन्ने अप्सन छ, इन्स्टलमा गएर तपाईँले वर्डप्रेस इन्स्टल गर्न सक्नुहुन्छ। मानौँ फर इक्जाम्पल यो। अब यो वर्डप्रेस इन्स्टल गरिसकेपछि अब के हुन्छ त, अर्को स्टेप भन्दाखेरि तपाईँ मानौँ फर इक्जाम्पल यहाँनिर वर्डप्रेसले एउटा अलग्गै लगइनवाला साइट दिन्छ। यस्तोवाला आउँछ वर्डप्रेसको साइट। यो वर्डप्रेसको साइट हो जहाँनिर हामी गएर लगइन गर्न सक्छौँ। लगइन गरिसकेपछि यहाँनिर पोस्टहरू हाल्ने ठाउँ छ, यहाँनिर पेजहरू बनाउन मिल्ने ठाउँ छ, यहाँनिर यसको अपियरेन्स चेन्ज गर्न मिल्छ, थेमहरू चेन्ज गर्न मिल्छ। यो सबै यो नेभिगेसन छ यहाँ। यो नेभिगेसनमा गएर यो वर्डप्रेस नै आफैमा एउटा लर्निङ हो जहाँनिरबाट अब यो आफैले एउटा सिक्न पर्ने, यो भित्र गएर सिक्न सकिन्छ। भनेपछि तपाईँले वर्डप्रेस इन्स्टल गर्नुहुन्छ। वर्डप्रेसको धेरै योसँग रिलेटेड धेरै भिडियोहरू छ, तपाईँले रिसर्च गर्नुहोस्, सर्च गर्नुहोस्, हेर्नुहोस्। त्यसपछि अब ब्लग लेख्न सुरु गर्न सक्नुहुन्छ। अब हामी जाम फेरि अझै अब नेक्स्ट के हुनसक्छ त, सिम्पल वर्डप्रेस हामीले इन्स्टल गरिसक्यो। युजर फ्रेन्डली म्यानेजमेन्ट छ, एकदम सजिलो छ, धेरै पुरानो हो, एकदम सजिलो त्यहाँबाट गर्न सकिन्छ। इसेन्सियल प्लगइन्सहरू के राख्न सकिन्छ यसमा भन्दाखेरि यहाँ छ
यो तपाईँले यसलाई चाहिँ स्क्रिनसट गरेर यो प्लगइन्सहरू साइट किट भयो होइन यिनीहरू त्यसमा प्लगइनमा राख्न सक्नुहुन्छ प्लगइन्स भनेको के हो प्लगइन्सहरू भनेको हेर यहाँनिर साइट यो प्लगइन्सहरू इन्स्टल प्लगइन्समा गएर एड प्लगइन्स गरेर तपाईँले प्लगइन्सहरू राख्न सक्नुहुन्छ प्लगइन्स राखिसकेपछि यहाँबाट तपाईँ जस्तै ई-कमर्स साइटहरू बनाउँदाखेरि पनि यो काम लाग्छ ई-कमर्स बनाउनको लागि चाहिँ ऊ-कमर्स भन्ने एउटा प्लगइन छ त्यो हालिन्छ अहिले हामीले ब्लग बनाउँदैछौँ त्यसैले ब्लगमा त्यो जरुरी भएन यो जति पनि छ यिनीहरू अथवा अरू पनि तपाईँ अझै इसेन्सियल के हुनसक्छ हेर्दै जान सक्नुहुन्छ यो इन्स्टल गर्नुहोस् त्यसपछि अब फाइनल्ली तपाईँले इन्स्टल पनि गरिसक्नुभयो तपाईँसँग सबै भइसक्यो अब तपाईँले फर्स्ट पोस्ट गर्न सक्नुहुन्छ सिम्पल पोस्ट गर्नको लागि चाहिँ तपाईँ यहाँनिर पोस्ट भन्ने छ यो पोस्टमा गएर तपाईँ न्यू पोस्ट गर्नुभयो भने अब यहाँबाट तपाईँले मजाले टाइटल लेख्नुहुन्छ त्यसको बारेमा लेख्नुहुन्छ त्यसपछि फोटोहरू लेख्नुहुन्छ फोटोहरू राख्नुहुन्छ तपाईँ जेको बारेमा लेख्दै हुनुहुन्छ तपाईँको एक्सपिरियन्स तपाईँको स्किल तपाईँको आइडिया जे भयो त्यसको बारेमा लेख्दै तपाईँले फोटोहरू पनि राख्दै पछाडि जानुहुन्छ यसलाई पब्लिस गरिदिनुहुन्छ त्यहाँबाट तपाईँको वेबसाइट रेडी हुन्छ अब मान्छेहरूले हेर्न थाल्दैनन् त्यो भन्दा पनि इम्पोर्टेन्ट चिज चाहिँ तपाईँले कमसेकम सुरु गर्नुभयो अब अर्को एउटा काम हुन्छ तपाईँले लेखेको चिज वेबसाइटमा आउनु पर्यो त्यसको लागि चाहिँ यहाँनिर गुगल किवर्ड प्लानरमा गएर तपाईँले कस्तो टाइपको गुगलहरू त्यो टपिकमा सर्च हुन्छ त्यो किवर्डहरू त्यो सर्च गर्न सक्नुहुन्छ किवर्ड भनेको चाहिँ के राख्दाखेरि तपाईँको चिजहरू हेरिन्छ जस्तै मानौँ फर इक्जाम्पल नेपाल घुम्नु पर्यो भनेदेखि हाउ टु भिजिट नेपाल नै खोज्ला मान्छेले अथवा बेस्ट ट्रेकिङ रुट इन नेपाल भनेर खोज्ला मान्छेले अथवा बेस्ट होटल इन नेपाल भनेर खोज्ला मान्छेले अब यस्तोमा चाहिँ के गर्न सकियो भन्दाखेरि त्यो टाइपको किवर्डहरू राखिसकेपछि तपाईँको बेस्ट होटल्स इन काठमाडौँ बेस्ट होटल्स इन चितवन भनेर खोज्दाखेरि तपाईँको आएर तपाईँले सरर तपाईँले लेखिदिनु भएको छ अनि तपाईँले त्यो बेस्ट होटल्सहरू पनि लेख्नु भएको छ त्यसको बिचमा नि छ कन्टेन्टहरू र तपाईँलाई राख्नु पनि छ भनेदेखि त्यहाँ अब तपाईँको देखाउनु भयो क्लियर अब हामी अझै अगाडि बढ्दै जाम थोरै यसमा चाहिँ तपाईँले एसइओको बारेमा सिक्नुपर्ने हुन्छ बिस्तारै एसइओ भनेको के हो सर्च इन्जिन अप्टिमाइजेसन तपाईँले लेखेको आर्टिकल अझ आर्टिकलमा तपाईँले अरू भिडियोहरूलाई पनि ल्याएर कनेक्ट गरिदिन सक्नुहुन्छ अरूको युट्युबको तपाईँ आफ्नो युट्युब पनि बनाउन सक्नुहुन्छ अरूको युट्युबकोलाई ल्याएर कनेक्ट पनि गर्न सक्नुहुन्छ ताकि तपाईँले त्यसको बारेमा भन्दै गर्दा युट्युबसँग रिलेटेड पनि केही कन्टेन्ट छ भने त्यहाँ हेर्न सकियोस् भिडियो फर्मेटमा पनि होस् फोटोहरू पनि होस् यसको चाहिँ एकदमै राम्रोसँग यो बुझ्दै जानुभयो भने अझै राम्रो हुन्छ एसइओ आफैमा एउटा भास्ट नलेज हो भास्ट ज्ञान हो एसइओसँग रिलेटेड मात्रै भएर पनि एउटा फुल मेरो एकजना भाइ छन् उनले एसइओकै पुरै बिजनेस गर्छन् एसइओसँग रिलेटेड इन्टरनेसनल कम्पनीहरूलाई एसइओ प्रोभाइड गर्छन् सर्च इन्जिन अप्टिमाइजेसन त्यसको ट्रेनिङ प्रोभाइड गर्छन् नेपालमा भनेको जस्ट एउटा एसइओ मात्रै तपाईँको लागि एउटा गरिखाने भाँडो भनौँ न एउटा बिजनेस एउटा करियर बन्न सक्छ एसइओ मात्रै तपाईँ बेसिक तपाईँले सिक्नुपर्छ सिक्नु पर्यो गर्दै जाँदा अटोमेटिक सिकिँदै गइन्छ त्यही भएर भने डेली एक दिनमा हुँदैन हो बिस्तारै पहिला त हाम्रो माइन्डले एक्सेप्ट गर्नु पर्यो त्यसपछि बिस्तारै प्रोसेस गर्नु पर्यो बिस्तारै जाने गरी एक दिनमा हुने चिज होइन के भने एक दुई दिनमा हुँदैन त्यसमा एसइओ प्लगइन्सहरू छ इन्टरनल लिङ्किङहरू राख्न सक्नुहुन्छ केसँग रिलेटेड छ त्यसपछि इन्टरनल लिङ्किङ भनेको एउटा पोस्टको फेरि अर्को पोस्ट लेख्दाखेरि त्यहीँनिर त्यसको पोस्टको लिङ्क पनि राख्नुहुन्छ जस्तै हामीले कहिलेकाहीँ न्युज हेरेर राखेको बेला फलानु भनेर न्युज आएको हुन्छ नि त त्यहाँ क्लिक गऱ्यो भने फेरि त्यही न्युज खुल्छ त्यही पेजको त्यो टाइपकोहरू पनि हुन्छ किवर्डहरूको युज गर्ने त्यसपछि इमेज र टेक्स्टहरू दुइटै राख्दाखेरि राम्रो हुन्छ इमेजलाई मात्रै भेट्न सक्दैन तर इमेज प्लस टेक्स्ट भयो भने त्यसलाई पनि राम्रोसँग गुगलमा देखाइदिन सक्छ उसले सर्च गर्दाखेरि एउटा भेटिन्छ यति भइसकेपछि तपाईँले एउटा ब्लग पोस्ट रेडी गर्नुभयो ब्लग साइट रेडी गर्नुभयो जस्ट नट अ पोस्ट पुरै ब्लग साइटै तपाईँले रेडी गर्नुभयो यो ब्लग तपाईँले सिक्नको लागि लेख्नु भएको थियो यो ब्लग तपाईँले आइडियाको लागि लेख्नु भएको थियो अब तपाईँ इमेज क्रिएट गर्न सिक्नुहुन्छ तपाईँले क्यानभा युज गर्न सक्नुहुन्छ फ्री इमेज जेनेरेसनको लागि फ्री इमेजै इम्पोर्ट गर्नको लागि पिक्सेल जस्ता साइटहरू जहाँबाट इमेजहरू लिएर आउन सकिन्छ त्यो सिक्न सक्नुहुन्छ अहिले एआई यति भास्ट छ र यति सस्तोमा पनि गर्न सकिन्छ फ्री एआईका टुल्सहरू छन् त्यहाँबाट गर्न सकिन्छ त्यहाँबाट युज गर्न सकिन्छ फोटोहरू जेनेरेट गर्न सकिन्छ जस्ट आफूसँग एउटा आइडिया मात्रै हुनु पर्यो फोटो त्यसपछि तपाईँले पुरै ब्लग बनाइसक्नु भयो अब यसलाई चाहिँ तपाईँले सोसियल मिडियामा त्यहीसँग रिलेटेड फेसबुक पेज बनाउनुहोस् टिकटक एउटा प्रोफाइल बनाउनुहोस् युट्युबमा बनाएर पोस्टहरू हाल्न थाल्नुहोस् फलोवर्स हुन्छन् नहुन्छन् भन्ने कुरा होइन पहिला सुरु गर्नु पर्यो त्यसपछि इन्स्टाग्राम बनाउनुहोस् हाल्नुहोस् वाट्सएपमा एउटा ग्रुप बनाउनुहोस् त्यहाँनिर जसले पोस्ट हेर्छ उनलाई चाहिँ वाट्सएप ग्रुपमा आएर जोइन भयो भन्नुहोस् त्यसपछि फेसबुक ग्रुप पनि बनाउनुहोस् मान्छेहरूलाई त्यहाँ ग्यादर गर्नुहोस् टेलिग्राम त नेपालमा चल्दैन त्यो पनि बाहिर हुनुहुन्छ टेलिग्राम पनि तपाईँले युज गर्न सक्नुहुन्छ मतलब अब त्यसपछि चाहिँ तपाईँले आफ्नो एउटा कम्युनिटी बिल्डअप गर्दै हुनुहुन्छ भोलिको लागि तपाईँ आफ्नो निसमा भएको जस्तै जोसँग रिलेटेड छ त्यहीसँग त्यसैलाई इन्ट्रेस्ट छ जस्तै क्रिकेटसँग कसैलाई इन्ट्रेस्ट छ भने उसलाई क्रिकेटसँग इन्ट्रेस्ट छ खतरा इन्ट्रेस्ट हुन्छ क्रिकेटसँग इन्ट्रेस्ट भएका मान्छेहरूको कुरा मिल्छ फुटबलसँग इन्ट्रेस्ट भएका मान्छेहरूको कुरा मिल्छ उनीहरूकै तपाईँले कम्युनिटी बनाउँदै हुनुहुन्छ भनेपछि उहाँहरूसँग तपाईँले भोलि बिजनेस पनि गर्न सक्नुहुन्छ कम्युनिटी अझै धेरै बिल्डअप गर्न सक्नुहुन्छ धेरै चिजहरू हुन्छ नि त्यसैले यो चिजहरू चाहिँ तपाईँको भयो त्यसपछि अब फाइनल्ली चाहिँ आएर तपाईँले सबै बनाइसक्नु भयो अब चाहिँ बल्ल पैसा कमाउने बेला आयो यतिको लागि 5-6 महिना लाग्छ तपाईँ पैसा कमाउनको लागि चाहिँ तपाईँले एडसेन्समा
राम्रो भ्यू छ र राम्रो गइरहेछ भने एडसेन्समा तपाईँले त्यसलाई पहिला कनेक्ट गर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ भनेको एडसेन्समा साइन अप गर्न सकिन्छ। अर्को तपाईँ कुनै पनि कसैको विज्ञापन गरेर तपाईँको क्लिकको आधारमा पैसा लिन सक्नुहुन्छ। कतिले क्लिक गर्छन् त्यसको आधारमा पैसा लिने। अर्को एफिलिएट मार्केटिङ गर्न सकिन्छ भनेको तपाईँले कुनै कसैको प्रडक्ट बेच्नुहुन्छ सर्भिस बेच्नुहुन्छ त्यसको तपाईँले पर्सेन्टेज पाउनुहुन्छ त्यसको बारेमा तपाईँ लेख्नुहुन्छ र त्यो पर्चेस गर्ने एउटा लिङ्क राखिदिनुहुन्छ। हामी अर्को च्याप्टरमा एफिलिएट मार्केटिङ के हो यसले कसरी काम गर्छ कहाँ र कसरी एफिलिएट मार्केटिङ गर्न सकिन्छ यो बारेमा पनि सिक्नेछौँ। तपाईँ आफ्नो निसमा आफ्ना मान्छेलाई चाहिने सामानहरू चुज गर्नुहुन्छ त्यहीसँग रिलेटेड भिडियोहरू बनाउनुहुन्छ त्योसँग रिलेटेड बनाएको भिडियो अथवा पोस्टहरू लेख्नुहुन्छ भिडियो पनि बनाउनुहुन्छ युट्युबमा हाल्नको लागि सबै त्यससँग रिलेटेड काम गर्नुहुन्छ। अब तपाईँ पढ्दै पनि हुनुहुन्छ कि तपाईँ काम गर्दै हुनुहुन्छ या पार्ट टाइम गर्दै हुनुहुन्छ यसलाई तपाईँ 1-2 वर्षै काम गर्न सक्नुहुन्छ पार्ट टाइम। त्यसपछि जब तपाईँलाई लाग्यो यहाँबाट पनि पैसा आउन थाल्यो र यो पैसा लगभग आफ्नो खर्च चल्ने जति हुन थाल्यो र तपाईँले फुल टाइम दिनुभयो भने त धेरै राम्रो कमाउन सक्नुहुन्छ। अब चाहिँ तपाईँले बल्ल मुभ हुने बेला आउँछ त्यति बेलासम्म फुल टाइम गर्ने कुरो भएन। तपाईँ वर्ष गर्दा एक दिन यस्तो आउँछ तपाईँ संसारको जुनसुकै ठाउँमा बसेर डिजिटल नोमाड भन्छ। अहिले धेरै कन्ट्रीहरूले डिजिटल नोमाडको भिजा दिन्छन्। हामी यसको बारेमा कुनै दिन अझै डिटेलमा भिडियो बनाउँला। धेरै कन्ट्रीहरूले यसको बारेमा भिजा दिन्छन् त्यहाँ गएर बस्न सक्नुहुन्छ र संसारको जुनसुकै कुनामा तपाईँले काम गर्न सक्नुहुन्छ। यतिसम्म गर्दै तपाईँसँग धेरै स्किल हुन्छ तपाईँलाई एकदम धेरै इन्ट्रेस्ट लाग्ने स्किलमा तपाईँले अझै धेरै इम्प्रुभ गर्न सक्नुहुन्छ र त्यो स्किल चाहिँ एज अ पार्ट टाइम अथवा फुल टाइम तपाईँले बेच्नु पनि सक्नुहुन्छ होइन। आज अलिकति डिटेलमा हामीले अलिक धेरै कुरा गऱ्यौँ र मलाई लाग्छ यसले तपाईँलाई फाइदा पनि पुग्यो होला। अन्तिममा भन्दा लिगल पेज र सेटअपमा चाहिँ राख्नु होला कि लिगल पेज प्राइभेसीहरू यिनीहरू चाहिँ राख्नुपर्ने हुन्छ। अर्को चाहिँ भुल्नै नहुने चिज रेगुलर 2-3वटा आर्टिकल पर विक राख्नुपर्छ। मान्छेहरूलाई चाहिँ हामीले एकदम रियलिस्टिक एक्सपेक्टेसन राखौँ कि म आजको रिजल्ट भोलि नै पाउँछु भन्ने हुँदैन। बिस्तारै वेट गर्दै जानुपर्छ। 3 देखि 6 महिना चाहिँ यसलाई वेट गर्नुहोस् हेर्नुहोस् के हुन्छ। गुगलमा एनालिटिकल ट्र्याकिङहरू पनि चेक गर्नुहोस् इन्साइट्सहरू हेर्नुहोस् मान्छेहरू कहाँबाट भिजिट गरिरहेछ के किवर्डबाट तपाईँको वेबसाइटमा आइरहेछ त्यसलाई अझै धेरै इम्प्रुभ गर्दै लैजानुहोस्। यसले गर्दाखेरि चाहिँ तपाईँ आफूले यति कुरा सिक्नुहुन्छ कि तपाईँले सिकेको कुरा तपाईँलाई थाहै हुँदैन। तर अहिले झ्याप्प भिडियो मात्रै हेरेर हुँदैन जस्ट आजै गएर यसलाई प्र्याक्टिस गर्न थालिहाल्नुहोस्। एउटा डोमेन लिनुहोस् पहिला आफूले निस फाइन्ड आउट गर्नु 2-4 दिन लाएर त्यसपछि तपाईँले अर्को नेक्स्टमा निस फाइन्ड आउट गरिसकेपछि नेक्स्टमा चाहिँ डोमेन रजिस्टर गर्नुहोस् होस्टिङ रजिस्टर गर्नुहोस् त्यसपछि काम सुरु। आई होप यो भिडियोमा डिटेलमा मैले भन्न सकेँ। लामो थियो भिडियो तर ट्रेनिङ हो लामो हुन्छ सिकाइ हो गाह्रो हुन्छ झन्झट हुन्छ दिक्क लाग्दो हुन्छ र पनि तपाईँ अन्तिमसम्म बस्नुभयो भने तपाईँ हिरो हो। तर तपाईँले केही गर्नुहुन्छ यो क्षेत्रमा स्किल सिक्ने क्षेत्रमा आज सिक्ने हो भोलि अटोमेटिक काम आउँछ। कहाँ काम आउँछ भनेर सिक्नु पर्दैन कि सिक्दै जाने अटोमेटिक काम आउँछ। यी सबै चिजहरू काम लाग्ने चिज हुन्। डिजिटल स्पेसमा जति चिजहरू छन् काम लाग्छ। अब अरू कुन टपिकमा तपाईँ भिडियो चाहनुहुन्छ लेख्दै जानु होला। तपाईँले योभन्दा बाहेक भित्री सिक्न पर्ने जस्तै सी प्यानल कसरी युज गर्न सकिन्छ त्यो सी प्यानल हो अहिलेको मैले जुन तपाईँलाई देखाएँ जहाँ होस्टिङ छ। यो नेमचिपको त नर्मली भइ नै हाल्यो। अर्को वर्ड प्रेससँग रिलेटेड अलिक डिटेल त्यो चाहिँ अलग सर्च गरेर सिक्नु होला। मैले तपाईँलाई बेसिक चिजहरू सिकाएँ। त्यसको ब्लगसँग रिलेटेड मलाई लाग्छ यो कम्प्लिट प्याकेज थियो। अब यो सिक्दै गर्दा डिजाइनिङ तपाईँ आफै सिक्न सक्नुहुन्छ आर्टिकल राइटिङ तपाईँ आफै सिक्न सक्नुहुन्छ कपी राइटिङ पनि त्यही सिक्न सक्नुहुन्छ। अरूको कपी गरेर पेस्ट गर्नु हुँदैन अनि त्यहाँ आएका लिङ्कहरू आफै क्लिक गर्दै हिँड्नु हुँदैन। यो चाहिँ सिक्नु पऱ्यो किनभने जेन्युनली तपाईँले गर्दै जानु एउटा पर्पजको साथ गर्नु होला। र च्यानललाई सब्सक्राइब गर्नु भएको छैन अहिलेसम्म भनेदेखि चाहिँ तपाईँले पाप गर्दै हुनुहुन्छ। च्यानललाई सब्सक्राइब गर्नुहोस् जानु जस्तो हुन्छ सेफ रहनुहोस् आफ्नो ख्याल राख्नुहोस्। म आरपी सिर्जन आफूले सिकेको कुराहरूलाई सिकाउने मान्छे यो भिडियोबाट आगे चाहन्छु। नमस्कार।